Hello guys, welcome back to my channel. It's me Prasna Kimire. So आजको यो भ्लगमा चाहिँ हामी मेरो आजको दिनमा के हुन्छ त्यो सबै देखाउँछौँ। अहिले चाहिँ तिहारको बेला हो, लक्ष्मी पूजाको भोलिपल्ट। अनि म चाहिँ अहिले यतिकै बसिरहेको छु। अनि अहिले चाहिँ रेडी भएर हामी लालभित्ती जान आँटेको। अनि लालभित्ती जाने लालभित्ती गएर पर्सि आउँछु होला। उतै नै देउसी खेल्छु होला, धरानमा त खेल्न पाउँदिनँ होला म। अनि 2 दिन त्यही बस्ने अरे आज अनि भोलि, अनि पर्सि घर फर्किने। अनि देउसी पनि सिद्धिन्छ होला, अनि धरानमा खेल्नु पनि पाउँदिनँ। जे भने लालभित्तीमै खेल्छु। अनि अहिले चाहिँ दाइहरू आइराख्नु भएको छ। मेरो दाइहरू, मलाई डर लागिरहेको छैन मलाई, किन डर। अनि मेरो अहिलेको आउटफिट यस्तो खालको छ। म चाहिँ हाल म्याट्रिड है, अलवेज रोनाल्डो। मलाई चाहिँ ठुलो सदमा पर्नु मन पर्दैन। रिस उठेको बेला त ठुलो नाच्दा होइन। अहिले अब एकछिनमा जाने, अहिले रेडी हुँदै हुन्छ। अनि दाइहरू छ नाच्दैछ। यत्तिकै अल्छी लागेर भ्लग बनाउँदैछु। अनि त्यहाँनिर बाँदरहरू गराइरहेछ, अहिले मार्छ। हेलो गाइज, अहिले चाहिँ म लालभित्ती जान आँटेको छु। अनि यहाँनिर चाहिँ देउसी भैलो खेल्दैछन् हाम्रो घरतिर। सो अहिले चाहिँ हामी जान्छौँ। हामी चाहिँ घरबाट निक्लिदिएको हक्का लागेर देखाइ पनि दिन्छु तपाईँहरूलाई। मान्छेहरू पनि हुनुहुन्छ। दाइले चाहिँ उपर ढिलो गर्छ क्या। मेरो मामा छ, त्यही साह्रो चकचके छ। अब हामी एकछिनमा जान्छौँ। दाइहरू चाहिँ यो बाइकमा चढेर जान्छन्, हामी चाहिँ बसमा जान्छौँ। बिकज यिनीहरू सबै केटाहरू बाइकमा जान्छन् होला आफ्नो बाइकमा। म चाहिँ, मेरो त बाइक छैन नि त गाइज, मेरो चलाउने बेलै भएको छैन अरे। त्यसैले चाहिँ जाँदैछु। कसले बाइक गर्छौ बौला जस्तै। हामी चाहिँ एकन ढान्टिकन चिलेको। ए हजुरले बोलाउँदै हुँदो रहेछ। अहिले चाहिँ हामी यत्तिकै बसिरहेको हुन्छ। अनि मामाहरू चाहिँ कहाँ पुगिसक्नुभयो, म चाहिँ यही छु। हजुरहरूको घरको पछाडि हो क्या, अगाडि साइडमा त्यही हो। रात राम्रो आउँदो रहेछ। मेरो आवाज चाहिँ सुनेको छैन जस्तै लागिरहेछ। मैले थोरै सानो बोलिरहेको छु नि त, मलाई यस्तो नर्भस भन्दाखेरि नि हुन्छ नि, यस्तो लाज लाग्छ क्या। त्यही हो। अब अहिले एकछिनमा बोलौँ भेटौँलाई। हेलो गाइज, अहिले चाहिँ हामी देउसी भैलो खेलेर आएको। साह्रै गलिरहेको छु। त्यो चाहिँ खाजा खानु जान्न लागेको फेरि मामालातिर। खाजा खानुपर्छ यहाँनिर। ए होइन होइन, अझै कति बाटो याद उता सकेन हाम्रो म्याचिङमा चाहिँ। मादल बजाउने, मैले भट्ट्याउने प्लस देउसिरे भन्नु पर्ने, तर भट्ट्याउने चाहिँ धेरै म हो। यहाँ चाहिँ पैसा बोक्नेहरू छ। अनि त्यही हो। फेरि दिदीले कसरी हेरेको देउसिरे मेरा भाइ हो, ए राम्ररी भन, यसो मिलाइकन, ए देउसिरे भन। अहिले चाहिँ म देउसी सेउसी खेलेर खाजासाजा खाएर बसेर गेम खेलेर भर्खर बाहिर निस्किँदैछु। अनि यहाँ रङ्गोली हेरेर बिग्रिसकेको छ। अनि झिलिमिली अनि यस्तै छ। मामाहरू चाहिँ फेरि देउसी खेल्न गयो कता, यहाँनिर रहेछ। बुबा यहाँ बसिराख्नु भएको छ। अरू चाहिँ माथि खाना पकाउँदै हुनुहुन्छ के हो। मलाई चाहिँ म पनि अब जान्छु एकछिन देउसी खेल्न। फेरि मलाई पैसा दिँदैनन्।
हेलो नमस्कार। साँझ परिसक्यो मेरो चप्पल छिन्न हराउँछ मेरो त ब्याग पनि कहाँ गयो गयो कि मेरो आमाले काराइदिनु भयो कि चल्दैको यो हो हाम्रो घर ल उनीहरू कहाँ पुगे बुवा म राउन्ड हानेर आउँछु है राउन्ड हानेर आएको यो हाम्रो चाहिँ आमा कहाँ पुगेर आउनुभएको खोइ त अनि अर्को आमा खोइ फेरि देउसी खेल्न गएँ मैले के त खोइ मेरो पर्स कहाँ थियो मैले त्यहाँ पटेकाहरू राखिरहेको थिएँ खै डुली बस्छन् म मेरो पैसाले के खान्छु यता गाइस गाइस पनि 20 रुपियाँमा आउनु थालेछ यहाँ यतापट्टि छ उनीहरू कहाँ मरेछ मासाले गाइस मेरो पैसा झरेको थियो एउटा दाइले भन्नुभयो इमानदारी त छ अरू भाषाबाट सुसुक्क उठाइदिएको न लाग्दैन मन परेर फेरि किन बिस्तारै बिस्तारै अहिले थाहा पाउँछ हेर न ऊ जोसँग छ नि पैसा नपटाएको त्यहीसँग टाँसिन्छ क्या ल अरे उही ऊ रकेट अरू भाइ 100 रुपियाँ हेरे क्या देउसी खेलेर कमाउने देउसी खेल्ने जाउँ न अनि फेरि अलिअलि आउँछ त्यसको पनि खेलेकै घरतिर ओइ ल चप्पलै चाहिँ छोडेर लाइटबाट ठाउँ आयो है गाइस वेलकम टु माई ब्लग च्यानल ल गाइस माई न्यू ब्लग खेल्नु भाइ रमाइलो मनाउँदै देउसीले बटाउँदै देउसीले 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 जगिला सिधा देउसीले बिदा उयो अब अरू ठाउँमा जाने त्यही पैसाले पटाका किनिदिनु पर्छ हाम्रो चाहिँ यही हो है पारा बिजनेस आइडिया पक देउसीले ए स्वर मिलाइकन देउसीले ए देउसीले भन देउसीले ए रातो माटो देउसीले ए चिप्लो बाटो देउसीले ए लड्दै पर्दै देउसीले ए आइपुग्यो हामी देउसीले ए झिलिमिली झिलिमिली देउसीले ए केकको झिलिमिली ए फुलको झिलिमिली आइपुगेको 1 मिनेट पनि भएको छैन छिटो आफै भन मेरा भाइ हो देउसुरे ए राम्ररी भन देउसुरे ए छोरी मिलाइकन देउसुरे ए देउसीले भन देउछोरी देउसुरे ए सुरे ए सचटी अंडा अंडा ए मिरिगिनी रह्यो देउसुरे ए आशिष दिने पालो देउसुरे आहै यो यसपा सुदा ए सुनेमा भनुन् ए जोगीलाई सिधा ए देउसेलाई बिदा गइमै झोलेरै ल्याइनौँ पटाका किन्नको लागि हो क्या हामीले सब बाई ह्याप्पी तिहार हुन्छ चुप लागे उचिन्छ न हौ ए होइन हौ उता माथिको बाटो जानुपर्छ त्यस्तो नगर न यार हामी त नि चल्दिने नि 2 साल यहाँ होइन उही त एमन जस्तै देख्ने दाइ अम्पो
गाई झिलिमिली है चलिम न त मनाउँदै हामीले पटेकाहरू पड्काउन आँटेको अघिको चाहिँ बिग्रियो है अनि अब भ्लग चाहिँ म यतिमै एन्ड गर्छु हैन अब अरू चाहिँ त्यही हो भनेको है ल बाई बाई सो प्लिज लाइक सपोर्ट अनि सब्सक्राइब कमेन्ट त्यही हो बाई अहिले राति पनि भइसक्यो नि त अनि मेरो स्पेस पनि फुल हुन्छ भनेर है अब